उत्पत्ति 3 अध्यायको 8 देखि 11 सम्ममा पढ्दाखेरि चाहिँ परमेश्वरले यति बेला आदमलाई चाहिँ त कहाँ छस् भनेर सोध्नु भयो। यति बेला हामी कोही कोही बेला कस्तो प्रकारले हामी यसलाई अलिकति के भन्छ मिसइन्टरप्रेट गरी पठाउँछौँ। त्यो चाहिँ के भने परमेश्वर के आदम कहाँ लुकेको त्यो थाहा छैन र, के परमेश्वर अनभिज्ञ छन् र, के परमेश्वर एउटा सीमित छन् र, किनभने आदमलाई सोध्दैछन् त आदम त कहाँ छस् भनेर सोध्दै हुनुहुन्छ। र यहाँनिर चाहिँ वास्तवमा परमेश्वर असीमित हुनुहुन्छ। परमेश्वर थाहा थिए आदम कहाँ हुनुहुन्छ भनेर नि। आदमको विगत सबै थाहा थिए, आदमको फ्युचर पनि थाहा छ। अनि परमेश्वरले सबै कुरा जान्दै पनि तर परमेश्वरले आदमलाई चाहिँ त कहाँ छस् भनेर सोध्नुभयो। वास्तवमा यो चाहिँ परमेश्वर थाहा नभएर आदम कहाँ छ भनेर थाहा नभएर सोधिएको प्रश्न अवश्य नै थिएन। तर यो आदमलाई सोध्नुको पछाडि यो त कहाँ छस् भनेर सोध्ने जुन चाहिँ अर्थ, यसको भावलाई हामी बुझ्दाखेरि चाहिँ यो वास्तवमा चाहिँ परमेश्वरले चाहिँ आदमको त्यो जो चाहिँ उभिएको त्यो लोकेसनलाई सोधेको होइन। आदम हो त्यहाँ लुकिरहेको छ जङ्गलमा, आदम त्यहाँ लुकिरहेको छ। वास्तवमा परमेश्वरले आदम लुकिएको ठाउँ थाहा नभएर सोधिएको होइन यो चाहिँ, तर परमेश्वरलाई अघिबाट नै थाहा थिए। म यति बेला वर्ड्स पढिनँ, सिधै मेरो सब पोइन्टमा म गइराखेको छु। वास्तवमा परमेश्वरले सोध्नु चाहिराखेको प्रश्न चाहिँ के हो भनेदेखिलाई चाहिँ यो वेयर आर दौ अथवा वेयर आर यु भन्नुको पछाडि चाहिँ परमेश्वरले यो जुन चाहिँ प्रश्नको पछाडि चाहिँ परमेश्वरले यस्ता धेरै अर्थहरू त्यहाँ राखेका छन्, धेरै विषयहरू त्यहाँ राखेका छन्। र आज हामी यसलाई क्रमैसँग एउटा दुईवटा विषय लिएर हामी सुन्नेछौँ। वास्तवमा परमेश्वरले आदमलाई सोध्नु चाहेको कुरा चाहिँ के हो भने पहिलो मेरो जुन चाहिँ सब पोइन्टमा चाहिँ आदम मसँग तिम्रो सम्बन्ध कहाँ छ भन्ने कुरा हो। किनभने यति बेला चाहिँ सम्बन्ध टुटेको छ नि त, परमेश्वरसँगको रिलेसनसिप जुन चाहिँ छ, रिलेसन छ, त्यो चाहिँ आदमले यति बेला मिस गरेको छ। हिजोसम्म आदमको बगैँचामा परमेश्वरसँग बातचित गर्नुहुन्थ्यो, परमेश्वर आउनुहुन्थ्यो अनि आदमसँग रहनुहुन्थ्यो। मतलब त्यहाँनिर एउटा यस प्रकारको एउटा के भन्छ सङ्गति थियो, यस प्रकारको एउटा सम्बन्ध थियो परमेश्वर र आदम अथवा यहाँनिर हव्वा पनि थिए। र मानिस र परमेश्वरसँगको एउटा घनिष्ठ एउटा सम्बन्ध थियो। तर यो सम्बन्ध चाहिँ के भयो भनेदेखिलाई चाहिँ जुन बेला चाहिँ आदमले परमेश्वरको जो चाहिँ निषेध गर्नुभएको फल जब खाए नि, त्यो जो चाहिँ नखानु भनेको जो चाहिँ फल चाहिँ जब आदम हव्वाले खाए नि, त्यो खाएपछि चाहिँ के भयो भनेदेखिलाई चाहिँ पहिलो कुरा चाहिँ परमेश्वरसँगको त्यो रिलेसनसिप, परमेश्वरसँगको त्यो घनिष्ठता सम्बन्ध जो छ, त्यो सम्बन्ध चाहिँ यहाँनिर बिछोड भएको छ, यहाँनिर त्यो सम्बन्ध चाहिँ टुटिएको छ, यो सम्बन्ध चाहिँ यति बेला भत्किएको छ। अनि यसै कारणले परमेश्वरले जान्नुहुन्थ्यो आदमलाई यहाँनिर लुकिरहेको छ, परमेश्वर जान्नुहुन्थ्यो आदमले यो फल खायो भनेर, तर पनि परमेश्वरले आदमलाई सोध्दै हुनुहुन्छ कि त चाहिँ कहाँ छस्। अर्थात् मसँगको तिम्रो जुन चाहिँ हिजोसम्मको रिलेसनसिप थियो, हिजोसम्मको एउटा सम्बन्ध थियो, त्यो सम्बन्ध चाहिँ आदम कहाँ छस्, त्यो सम्बन्ध चाहिँ तिमीले कहाँ पुर्यायौ, त्यो सम्बन्धमा तिमी किन चुक्यौ। वास्तवमा परमेश्वरले सोध्न लाग्नु भएको सोधिराखेको प्रश्न चाहिँ यो थियो। अनि परमेश्वरसँग सम्बन्ध टुटिनु भनेको चाहिँ सबै कुरा नाश हुनु हो, सबै कुरा पतन हुनु हो, सबै कुरा चाहिँ बितेर जानु हो। यहाँनिर हामी एउटा कस्तो देख्छौँ भने म रेफरेन्स एउटा दुईवटा बाइबलको वर्स राखिएको छु। जेनेसिस च्याप्टर 2:16-17 यसो लेखेका छन्, उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, बगैँचाको सबै रुखको फल तैँले सङ्कोचनमा नि खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रुखको फल चाहिँ नखानु, किनभने जुन दिन तैँले त्यो खान्छस् त निश्चय नै मर्ने छस्। यो मैले यहाँनिर यो रेफरेन्स चाहिँ के विषयमा राखेको भनेदेखिलाई चाहिँ यो चाहिँ परमेश्वरसँगको घनिष्ठता सम्बन्ध थियो। परमेश्वर बोल्नुहुन्थ्यो है, परमेश्वर आदमसँग मानिससँग बातचित गर्नुहुन्थ्यो, फेलोसिप गर्नुहुन्थ्यो। यो कुरा यहाँनिर मैले राखेको हो किनभने हाम्रो परमेश्वरले चाहिँ त्यो सम्बन्ध चाहिँ जोडिरहेको परमेश्वर चाहनुहुन्छ। अनि आदमले त्यो सम्बन्ध तोडेका छन्। अनि यसै कारणले परमेश्वरले आदमलाई त्यो प्रश्न गर्छ, त कहाँ छस् भनेर नि। मलाई यस्तो लाग्छ यो प्रश्न परमेश्वरले आज पनि हामीलाई सोध्नुहुन्छ। हामी हुनु त म रिङ्गिममा बस्छु भाइ, तर परमेश्वरले त कहाँ छस् भन्दै गर्दाखेरि चाहिँ म रिङ्गिममा छु भनेर त्यो एन्सर चाहिँ गलत हुनेछ।
त परमेश्वरले सोध्नु चाहिराखेको प्रश्न चाहिँ नि उहाँसँगको सम्बन्धमा चाहिँ तिमी कहाँ छ? एउटा विश्वासीलाई, एउटा मण्डलीलाई अहिले पनि परमेश्वरले त्यो प्रश्न गर्नुहुन्छ कि उहाँसँगको त्यो सम्बन्ध चाहिँ कहाँ राखेको छ। र हामी विश्वासीहरूलाई परमेश्वरले यो जुन चाहिँ प्रश्नको आधारमा तपाईँ र म आज आफैलाई आफैलाई जाँच्न जरुरी छ, आफैलाई मूल्याङ्कन गर्नु जरुरी छ, आफैलाई यो वचनको आधारमा हेर्न जरुरी छ। किनभने परमेश्वरले चाहिँ एउटा सम्बन्धलाई घनिष्ठतामा बाँधेको चाहनुहुन्छ। अनि यूहन्ना 15:4 लेखेको छ, येशूले भन्नुभएको छ, ममा रहौ र म तिमीमा रहन्छु। जसरी हाँगा दागको बोटमा रहेन भने तर त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि फल फलाउन सक्दैन। 5 लेखेको छ, दागको बोट म नै हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैन। परमेश्वरले वास्तवमा चाहिँ नि यो त नयाँ करारमा भन्दै गरेको हो, तर परमेश्वरले यो चाहिँ नि उत्पत्तिमा आदमलाई पनि परमेश्वरले यही चाहिँ यहाँनिर जाहेर गराउँदै थिए, बताउँदै थिए। किनभने तिमीहरू चाहिँ मबाट अलग रहेर, मदेखिको सम्बन्धबाट अलग रहेर तिमीहरू केही पनि गर्न सक्दैन भन्ने कुरा हो। त परमेश्वरले चाहिँ हामी मण्डलीलाई चाहिँ यो चाहनुहुन्छ कि उहाँसँग जोडिराखेको एउटा रुख र हाँगाको यहाँ तुलना गरेको छ। अनि त्यो रुख र हाँगाको जुन चाहिँ तुलना चाहिँ रुख चाहिँ दागको बोट चाहिँ म हुँ भन्दै हुनुहुन्छ प्रभु येशू ख्रीष्टले। एउटा सिङ्गो रुख चाहिँ येशूले भन्दै हुनुहुन्छ त्यो चाहिँ म हुँ र मण्डली तिमीहरू चाहिँ मेरो हाँगाहरू हौ। र यदि म र तिमीहरू चाहिँ जोडिरह्यो भने, रुख र हाँगा चाहिँ यदि जोडिरह्यो भने चाहिँ नि त्यहाँनिर चाहिँ धेरै फल फलाउने छ भनेर हाम्रो बाइबलमा लेखेको छ। त्यसै कारणले हामी सम्बन्धमा परमेश्वरको त्यो घनिष्ठतामा जोड्न कति गहिरो कुरा छ, हजुरहरूलाई हामी यहाँबाट हामी बुझ्न सक्छौँ, यो वचनबाट हामी थाहा गर्न सक्छौँ। पहिलो मैले छोटकरीमा सकेँ, मसँग तिम्रो सम्बन्ध कहाँ छ? आदमलाई परमेश्वरले सोधिराखेका छन्। दोस्रोमा परमेश्वरले आदमलाई सोधिरहेको प्रश्न चाहिँ वास्तवमा के थियो भनेदेखिलाई चाहिँ नि आदम तिमीलाई दिएको पहिचान कहाँ छ? यति बेला चाहिँ परमेश्वरले आदमलाई चाहिँ एउटा छुट्टै पहिचान दिएर राख्नु भएको थियो नि त। अघि चाहिँ सम्बन्धलाई परमेश्वरले सोध्दै हुनुहुन्छ भने दोस्रोमा चाहिँ परमेश्वरले त्यो पहिचानलाई सोध्दै हुनुहुन्छ। आदमको पहिचान के थियो है? हामीलाई सबैलाई थाहा छ, म यहाँ रेफरेन्स 1-2 दिएको छु है। 1:26 उत्पत्तिमा 27मा परमेश्वरले आदमलाई यस्तो प्रकारको पहिचान दिनुभएको थियो। त्यो पहिचान चाहिँ के थियो भने आफ्नै स्वरूपमा, आफ्नै प्रतिरूपमा है परमेश्वरले चाहिँ आदम र हव्वा अथवा मानिस जातिलाई चाहिँ आफ्नै प्रतिरूपमा सृजेर बनाएर चाहिँ त्यो पहिचान दिनुभएको थियो। तर हामी यहाँनिर हामी के देख्छौँ, अरू पनि हामी हेर्छौँ, जन्तुहरूमाथि अधिकार गर्ने उनीहरूको पहिचान के? उनीहरू परमेश्वरको स्वरूपमा, जो चाहिँ रातो मैले लेखिदिएको छु यहाँनिर, परमेश्वरको स्वरूपमा परमेश्वरले बनाउनु भएको एउटा पहिचान थियो, आइडेन्टिटी थियो। अनि सँगसँगै उनीहरूको आइडेन्टिटी के थियो भने कि पशु पक्षीहरूमाथि, जन्तुहरूमाथि अधिकार गर्ने उनीहरूकोमा त्यो उयो के भन्छ पहिचान पनि थिए। तपाईँलाई थाहा छ, जब पहिचान उसले बिर्स्यो नि आफ्नो पहिचान, त्यति बेला चाहिँ परीक्षामा परेको अन्त। किनभने परमेश्वरले आफ्नो वचनमा भन्नुहुन्छ सबै चलहल गर्ने, यहाँनिर 1:26 लेखेको छ, जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गर भन्दैछ नि। तर यहाँ के भएको छ, एउटा गहिरो कुरा, डियाबोलस अर्थात् शैतान चाहिँ यति बेला सर्पको रूपमा आएको छ। बाइबलमा शैतान भनेर लेखेका छैनन्, त्यहाँनिर सर्पको रूपमा आएका छन्। त हाम्रो बाइबलले के भन्दछ, जमिनमा चलहल गर्ने चाहिँ अनि पशु पक्षीहरूमाथि पनि आदमको पहिचान के थियो भने अधिकार गर्नुपर्ने थियो। त्यसलाई अधिकार गर्नु है, सब्ड्यु, सायद मैले गल्ती गरिनँ, गर्नु, यो गर्नुको लागि चाहिँ परमेश्वरले आदमलाई त्यो पहिचान गरेर राख्नु भएको थियो। यदि त्यो सर्पले त्यति बेला हव्वालाई छल्दै गर्दा, आदमलाई छल्दै गर्दा उनीहरूले आफ्नो पहिचान यो जुन चाहिँ यो चलहल गर्ने र जन्तुहरूमाथि चाहिँ अधिकार गर्ने उनीहरूले त्यो आफ्नो पहिचान थाहा भएको भएदेखि सायद उनीहरू त्यो परीक्षामा पर्ने थिएन। तर यति बेला हामी के देख्छौँ भने नि परमेश्वरले दिनुभएको जुन चाहिँ एउटा आइडेन्टिटी छ, पहिचान छ, त्यो पहिचान चाहिँ आदमले यति बेला गुमाएको छ। अनि आदमले त्यो पहिचानलाई बिर्सिएको छ, म चाहिँ को हुँ भनेर बिर्सेका छन्।
हव्वाले बिर्सेका छन् म चाहिँ को हो भनेर बिर्सेका छन्। अनि ऊ के गर्यो, एउटा भुइँमा चलहल गर्ने अथवा घस्रने एउटा सर्पको आदेशलाई माने। वास्तवमा यो चाहिँ नि गलत थिएन, किनभने परमेश्वरले चाहिँ उनीहरूलाई नै अधिकार दिनुभएको थियो नि त। तर त्यो अधिकारमा उनीहरूले, त्यो आफ्नो अधिकारलाई उनीहरूले त्यति बेला थाहा पाएन। यसै कारणले परमेश्वरले नै यहाँ रेफरेन्स तपाईँले बाइबलमा हेर्न सक्नुहुन्छ। त्यहाँनिर चाहिँ कलसी 3:10 पनि लेखिएको छ, नयाँ स्वभाव धारण गरेका छौँ जो आफ्नै सृष्टिकर्ताको रूप अनुसार ज्ञानमा नयाँ भइराखेका छौँ। इफिसी 4:23 पनि भनेको छ, आफ्नो भित्री वर्ताउमा नयाँ हौ। बिएसआई बाइबलमा चाहिँ आफ्नो मनको आत्मामा नयाँ हौ। वास्तवमा चाहिँ नि यो सबै कुराहरू के छ भने नि त्यो आइडेन्टिटी चाहिँ नि आदमले गुमाएको थियो यति बेला नि। तर नयाँ करारमा आउँदै गर्दाखेरि चाहिँ येशू प्रभुले चाहिँ के भन्दै हुनुहुन्छ, त्यो आइडेन्टिटीलाई प्रभु येशू ख्रिस्टले फर्काउँदै हुनुहुन्छ। त्यो पहिचानलाई चाहिँ प्रभु येशू ख्रिस्टले मण्डलीलाई फेरि फर्काउँदै हुनुहुन्छ। अनि त्यहाँ के भन्दै हुनुहुन्छ भने नयाँ स्वभाव चाहिँ अब तिमीहरूले धारण गर है, जो चाहिँ परमेश्वरको सृष्टिकर्ताको रूप अनुसार त्यो नयाँ ज्ञानभित्र चाहिँ तिमीहरू आऊ। प्रभु येशू ख्रिस्टले चाहिँ त्यसरी भन्दै जानुभयो। अनि मनको आत्मामा नयाँ हुनु भला त्यो चाहिँ एउटा ख्रिस्ट येशूको एउटा पहिचान जो हामीमा छ। अनि त्यो पहिचानलाई चाहिँ वास्तवमा बचाइराख्नु पर्ने थियो। अनि हामी यहाँ के देख्छौँ भने आदम त कहाँ छस् भनेर सोध्दै गर्दाखेरि चाहिँ नि वास्तवमा परमेश्वरले अर्को कारण चाहिँ के सोध्दै हुनुहुन्छ भने यति बेला चाहिँ नि आदमले यो बेला आफ्नो पहिचानलाई गुमाइसकेका छन्। परमेश्वरको स्वरूपमा बनाउनु भएको हो भन्ने कुरा चाहिँ उसले बिर्सिसकेका छन्। म चाहिँ एउटा ईश्वरको इमेज बोकेको एउटा मान्छे हो भनेर त्यो कुरा चाहिँ उसले बिर्सेका छन्। अनि उसले अधिकार गर्नुपर्ने कुरा चाहिँ नि उसले त्यो कुरा पनि बिर्सेका छन्। अनि एउटा सर्पले नै उनीहरूलाई अधिकार गरे यहाँनिर। यो चाहिँ एउटा ठुलो यहाँनिर एउटा के भन्छ गल्ती भएर गएको हामी यहाँनिर देख्दा छौँ। दोस्रोमा परमेश्वरले आदमलाई सोध्न चाहिरहेको कुरा चाहिँ नि तिम्रो पहिचान कहाँ छ। आज पनि मण्डलीलाई त्यति बेला हजारौँ वर्ष अगाडि सोधिएको आदमलाई प्रश्न आज पनि मण्डलीलाई परमेश्वरले यही प्रश्न सोध्नुहुन्छ। हामी प्रभु येशू ख्रिस्टलाई ग्रहण त गऱ्यौँ, प्रभु येशू ख्रिस्टलाई हामी विश्वास त गऱ्यौँ, प्रभु येशू ख्रिस्टमा हामी बप्तिस्मा पनि ल्यायौँ, हामी प्रभु येशू ख्रिस्टमा हामी यसरी अगाडि त बढिराखेका छौँ। तर हाम्रो क्रिस्टीय पहिचान छ नि आज हामी त्यो पहिचानमा के हामी चुकेको त छैन। हाम्रो प्रश्न परमेश्वरले के गर्नुहुन्छ भने हाम्रो एउटा क्रिस्टीय पहिचान चाहिँ कहाँ छ, हामीले हाम्रो एउटा त्यो क्रिस्चियन आइडेन्टिटी चाहिँ हामीले कहाँनिर पुर्याएका छौँ। यो चाहिँ परमेश्वरले आज पनि मण्डलीलाई सोध्नुहुन्छ र मलाई पनि सोध्नुहुन्छ र हामी सबैलाई परमेश्वरले सोध्नुहुन्छ। कोही कोही बेला हाम्रो परिस्थितिको कारणले गर्दाखेरि हामी एउटा क्रिस्चियनको पहिचान दिन हामी चुकिरहेको छौँ। कोही कोही बेला हामी कम्पेल हुन्छौँ संसारका कुराहरूमा, कोही कोही बेला हामीहरू क्रिस्चियन जस्तो भएर जिउन गाह्रो हुन्छ। तर बाइबलले चाहिँ परमेश्वरले चाहिँ हामीलाई आज यो प्रश्न मण्डलीलाई हामीलाई सोध्नुहुन्छ कि तिम्रो पहिचान जुन चाहिँ छ, परमेश्वरले दिनुभएको जुन चाहिँ आइडेन्टिटी छ, त्यो आइडेन्टिटी चाहिँ तिमीहरूले के गर बाँचेर, त्यो आइडेन्टिटी चाहिँ तिमीहरूले हराउनु हुँदैन भन्ने कुरा। हामी जब संसारमा पसेर जाँदै गर्दा, संसार पसेर जाँदै गर्दा मलाई चाहिँ हामी जब गैर मानिसहरूको अगाडि जाँदै गर्दा, सहर बजारमा पस्दै जाँदा, कसैको गैर मानिसहरू कहाँ जाँदै गर्दा तपाईँ र मैले हाम्रो क्रिस्चियन आइडेन्टिटीलाई कहिले पनि हराउनु हुँदैन। म चाहिँ क्रिस्चियन हो, प्रभु येशू ख्रिस्टले जो चाहिँ दिनुभएको यो जीवन हो, उद्धार मुक्ति पाएको मान्छे, छुटकारा प्राप्त धार्मिकताको गणनामा ल्याएको मान्छे, यो आइडेन्टिटी चाहिँ हामीले कहीँ पनि बिर्सिनु हुँदैन। चाहे पास्टर होस्, चाहे एल्डर होस्, चाहे साधारण विश्वासी होस्, हामी जहीँ पनि जाउँ परमेश्वरले दिनुभएको त्यो आइडेन्टिटी हराउनु हुँदैन। हामी चर्चका मान्छेहरू चाहिँ नि संसारको सबै कामहरू गर्न ठिक हुँदैन। संसारको मान्छेहरूले जस्तो जस्तो गर्दैछ नि हामी त्यस्तै गर्नु मिल्दैनन्। गएको दिनहरूमा मैले एउटा ठुलो सब्जेक्टलाई मैले यहाँनिर प्रचार गरेको छु, ठुलो एउटा विषयलाई प्रचार गरेको छ है, एलजिबिटिक्यूको बारेमा। हिजो अस्ति कहीँ पनि मैले यो विषयमा चर्चा सुने, हाम्रै मगनभित्रको कुरा। अब एलजिबिटिक्यू आइराखेका छन्, संसारले त्यो कुरा मन पराउँछन्, संसारका मानिसहरू त्यो कुरामा इच्छा गर्छन्, उनीहरूको लागि त्यो के जस्तो पनि लाग्दैनन्। तर मेरो प्यारो मण्डली, हामी चर्चले चाहिँ त्यो काम गर्न मिल्दैन। हामी प्रभुको छोराछोरीहरूले चाहिँ त्यो पहिचानलाई, आइडेन्टिटीलाई चाहिँ बचाइराख्न जरुरी छ। त्यस्तो मलाई समस्या, त्यस्तो परीक्षा आउँदै गर्दाखेरि पनि हाम्रो छोराछोरीले, हाम्रो बाबुआमाले हामीले त्यो क्षेत्रमा म चाहिँ एउटा क्रिस्चियन हो
बाइबलले अनुमति दिँदैन यो कुरामा भन्ने स्ट्यान्ड चाहिँ तपाईँ र मैले लिनै पर्छ। तपाईँ र म दरिलो विश्वासी हुन जरुरी छ। दरिलो विश्वासी भनेको चाहिँ एकदम जिउ अरट्ठ पारेर बस्नु होइन नि, यो वचनमा सिँगारिएको विश्वासी, वचनसँग मेल खाएको विश्वासी, वचनको सुन्दरताले ढाकिएको विश्वासी आज तपाईँ र म हुनु जरुरी छ। बाइबलमा पावलले भनेको छ अब त मासु खाने हुनुपर्ने तर अझै दुधै मात्रै कोरिन्थीको भनेर होइन, अझै दुधै मात्रै खुवाउनु पर्ने भनेर पावलले भन्दै हुनुहुन्छ। त्यसको मतलब धेरै गहिरो विषय छ नि त है। अब हामीहरू मासु चपाउने समय आएको छ। मतलब मासु चपाउने भनेको चाहिँ परमेश्वरको यो वचनलाई चाहिँ गहिरो प्रकारले बुझ्नु, अध्ययन गर्नु, परमेश्वरको यो वचनलाई गहिरो प्रकारले बुझेर त्यसलाई पालन गर्नु, यो चाहिँ मासु चपाउनसँग तुलना गर्छ। र आज तपाईँ र म विश्वासीहरू अब जस्ट विश्वास मात्रै गरेर बस्नु हुँदैन। अब चाहिँ अब हामी हाम्रो छोराछोरीलाई सही दिशामा लानु जरुरी छ अभिभावकहरूले, अनि हाम्रो छोराछोरीले पनि सही दिशा अपनाउनु जरुरी छ, पक्रिनु जरुरी छ। मैले भने संसारको मान्छेले जे गरिराखेको छ हामी त्यो सबै कुरो गर्नु मिल्दैन हामी चर्चले, किनभने बाइबलले हामीलाई त्यो एउटा सर्टेन एउटा ठाउँमा त्यसको सिमानालाई राखिदिएको छ। परमेश्वरले आदमलाई सोध्दै हुनुहुन्छ, मैले दिएको परमेश्वरको स्वरूपमा बनाएको त्यो स्वरूपना जुन चाहिँ त्यो आइडेन्टिटी छ, परमेश्वरको स्वरूपको जो पहिचान छ, त्यो पहिचान चाहिँ तिमीले कहाँ लगे, त्यो पहिचान चाहिँ तिम्रो कहाँ छ अहिले? परमेश्वरले आदमलाई यो सोध्दै हुनुहुन्छ। अनि मैले जुन चाहिँ अधिकार दिएको थियो त्यो अधिकार तिमीले कहाँ गुमायौ? सर्पलाई चाहिँ सर्पले त्यति बेला नै त्यो बातचित गर्दै गर्दाखेरि चाहिँ त्यति बेला स्त्रीले भन्नु सक्नु पर्ने थियो, किनभने सर्प चाहिँ त्यो परमेश्वरले अधिकार दिनुभएको छ नि, त्यो मतलब त्यो सबै पशु पक्षीहरूलाई मतलब के भन्छ कन्ट्रोल गर्ने अधिकार दिएको थियो नि त। तर त्यति बेला त्यो सबै परमेश्वरले दिनुभएको त्यो अधिकारलाई त्यहाँनिर बिर्सेको देख्छ। यसै कारणले आदमलाई त कहाँ छस् भन्दाखेरिलाई चाहिँ सिम्पल एउटा तिमी कहाँ छ भनेर सोधेको थिएन, तर परमेश्वरसँगको सम्बन्धमा त कहाँ छस्, मैले दिएको तिम्रो पहिचान कहाँ छस्, परमेश्वरले यो प्रश्न गर्दै गरेको हो वास्तवमा चाहिँ। र आज तपाईँ र मैले यो गहन कुरालाई बुझ्न पर्ने जरुरी हुँदछ। र तेस्रो पोइन्टमा चाहिँ परमेश्वरले यति बेला आदमलाई सोध्दै गर्दाखेरि, यो प्रश्न सोध्दै गर्दाखेरि यो तेस्रो मेरो खण्ड पनि तपाईँले पढ्न सक्नुहुन्छ। यति बेला आदम तिमीलाई सुम्पिएको जिम्मेवारीहरूमा तिमी कहाँ छ? वास्तवमा चाहिँ नि परमेश्वरले आदमलाई सोध्दै गर्दाखेरि चाहिँ त्यो लोकेसन सोधेको होइन यहाँनिर, तर परमेश्वरले आदमलाई के भन्छ सम्बन्धमा जोड्नु भएको थियो। परमेश्वरको स्वरूप दिएर एउटा पहिचान परमेश्वरको एउटा चिनारी दिनुभएको थियो भने अर्को कुरा चाहिँ परमेश्वरले आदमलाई जिम्मेवारीहरू दिनुभएको थियो। अनि यो जिम्मेवारीहरूको बारेमा परमेश्वरले आदमलाई सोध्दै हुनुहुन्छ, आदम तिमीलाई सुम्पिएको जुन चाहिँ जिम्मेवारी छ, तिम्रो रेस्पोन्सिबिलिटी जो छ, त्यो रेस्पोन्सिबिलिटीमा चाहिँ तिमी कहाँ छौ? यति बेला चाहिँ यो जिम्मेवारीमा आदम चुकिसकेको छ। आदमको जिम्मेवारी के थियो र थुप्रै कुराहरू छ, हामीले अस्ति पनि हामी हेरिराखेका थियौँ गएको दिनहरूमा। आदमको जिम्मेवारी भनेको उत्पत्ति 2:15 पदमा लेखेको अनुसार परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा लानुभई त्यसको गोरगार र हेरचाह गर्न राख्नुभयो। यो चाहिँ पहिलो परमेश्वरले आदमलाई दिनुभएको जिम्मेवारीहरूमध्येमा एउटा जिम्मेवारी चाहिँ के थियो भने त्यो बगैँचाको गोरगार गर्नुपर्ने थियो, त्यो बगैँचाको स्याहार सुसार गर्नुपर्ने थियो। हाम्रो व्यवसाय बाइबलमा चाहिँ स्याहार सुसार गर्नुपर्ने, गोरगार गर्नुपर्ने जिम्मेवारी। र अर्को त यहाँनिर म अहिले क्रमैसँग यहाँ लेखिदिएको छु, तर छोटकरी म हजुरलाई बताइराखेको छु। बगैँचामा काम गर्नु र खेती गर्न मतलब त्यसलाई चाहिँ परमेश्वरले गोरगार गर्नका लागि परमेश्वरले आदम र हव्वालाई जिम्मा दिएर राख्नु भएको थियो। दोस्रोमा चाहिँ परमेश्वरले त्यो सृष्टिको एउटा हेरचाह गर्नका लागि पनि राख्नु भएको थियो। अर्को कुरा चाहिँ शासन गर्न, अघि भने नि पशु पक्षीहरूमाथि शासन गर्नुपर्ने थियो, त्यो सर्पलाई शासन गर्नुपर्ने थियो, तर उसले सकेन, मिस्टेक भयो, त्यहाँ गल्ती भयो। र त्यो शासन गर्ने अधिकार पनि परमेश्वरले मानिसलाई दिनुभएको थियो। तेस्रोमा चाहिँ आज्ञा पालन गर्नका लागि नखानु है भन्ने जुन चाहिँ थियो परमेश्वरले त्यो जिम्मेवारी पनि हव्वा आदमलाई दिनुभएको थियो। अर्को कुरा त जनावरहरूको नाम राख्नु, यहाँ रेफरेन्स तपाईँले फोटो खिचेर लान सक्नुहुन्छ स्टडीको लागि। जनावरहरूको नाम राख्नका लागि पनि परमेश्वरले त्यो जिम्मेवारी सुम्पनु भएको थियो। पाँचौँमा चाहिँ आफ्नो पत्नीसँगको सम्बन्धमा बस्नुपर्छ। यहाँ बाइबलमा उत्पत्ति 2:24 भने चाहिँ आफ्नो बाबु आमालाई छोडेर
बुढाबुढी एकसाथ मिलिरहन्छ हुन्छ नि, यो चाहिँ बिब्लिकल हो। अनि यो कुरामा चाहिँ नि आदम र हव्वाले चाहिँ नि जुन चाहिँ पति पत्नीप्रति जुन चाहिँ एउटा सम्बन्ध जुन चाहिँ थियो त्यो चाहिँ एकदमै मतलब घनिष्ठतामा रहनु पर्ने थियो। यहाँनिर एउटा गल्ती के पनि भएको छ भने नि त्यो हव्वाले फल खाँदै गर्दाखेरि आदम चाहिँ कहाँ थियो त यति बेला? धेरैजना स्कलर्सहरूको यो प्रश्न गर्छन्, फल खाँदै गर्दा त आदमले त रोक्नु पर्ने थियो नि, तर आदम चाहिँ कहाँ थियो त भन्ने। अनि धेरैजना प्रभुको दासहरूले बाइबलको स्कलर्सहरूले के भन्छ भने यो जुन चाहिँ यो असल र खराबको ज्ञान दिने फल नखानु है, जुन दिन तिमी खान्छौ त्यसै दिन त मर्नेछस् भन्ने जुन चाहिँ यो आदेश परमेश्वरले यो भन्दै गर्दाखेरि चाहिँ त्यति बेला चाहिँ हव्वालाई बनाएको थिएन अरे क्या, आदमलाई मात्रै बनाएको थियो अरे त्यति बेला। परमेश्वरले आदमलाई भन्दै गरेको यो कसैको विद्वानको कुरा म यहाँ राखिराखेको छु। अनि त्यो नखानु भन्ने जुन चाहिँ डाइरेक्ट जुन चाहिँ आदेश चाहिँ आदमले सुनेको थियो, तर पछिबाट गएर चाहिँ अब हव्वालाई चाहिँ शैतानले छलेको छ। अब हव्वालाई सायद थाहा थिएन होला, यहाँनिर हव्वाले एउटा शब्द थपेको पनि छ है, परमेश्वरले नछुनु नखानु खायो भने मर्छ भनेको के भन्छ त्यस प्रकारको लेखेको छ। तर एउटा नछुनु भन्ने जुन चाहिँ शब्द छ नि त्यो चाहिँ हव्वाले यहाँ एड गरेको हाम्रो बाइबलमा हामी देख्छौँ। वास्तवमा परमेश्वरको अरिजिनल आदेश चाहिँ नछुनु चाहिँ थिएन अरे क्या, आदमलाई भन्दै गर्दाखेरि चाहिँ यो फललाई नखानु भन्ने आदेश, तर नछुनु भन्ने चाहिँ दिएको थिएन अरे। तर बादमा हव्वाले साँपसँग बातचित गर्दै गर्दा साँपलाई भन्दै गर्दाखेरि चाहिँ नखानु सँगसँगै नछुनु भनेर एउटा शब्द पनि त्यहाँ एड भएर आएको छ। यो चाहिँ धेरैजना विद्वानहरूले भन्ने गर्छन्, तर हामी आज त्यतातिर हामी गहिरो प्रकार गइराखेका छैनौँ। तर हामी यति चाहिँ बुझ्छौँ कि उनीहरूको सम्बन्धमा त्यो चाहिँ सम्बन्ध चाहिँ एउटा के भन्छ त्यो एउटा जिम्मेवारी थियो कि हस्बेन्ड वाइफ एकसाथमा जिउनु पर्ने थियो। तर फल खाँदै गर्दाखेरि चाहिँ हव्वा आदम चाहिँ कहाँ गएको थियो भन्ने एउटा प्रश्न पनि हो। यति बेला हामी यो अनुसार यो प्रकार बुझ्न सक्छौँ कि त्यति बेला हस्बेन्ड वाइफको जिम्मेवारीमा पनि उनीहरू कमी थियो होला भन्ने बुझ्न सक्छौँ। यदि आदम त्यही थियो भने त रोक्न सकिन्थ्यो, तर रोकेनन्। अर्को कुरा चाहिँ सुम्पिनु भएको कुराहरू अथवा परमेश्वरको जुन चाहिँ जिम्मेवारीहरू जुन दिनुभएको थियो त्योहरू रक्षा गर्नुपर्ने कुराहरू थियो। अनि अर्को त परमेश्वरको स्वरूप जुन चाहिँ छ त्यसलाई प्रतिबिम्ब गर्नुपर्ने, रिफ्लेक्ट गर्नुपर्ने, परमेश्वरले जो स्वरूपमा बनाउनु भएको थियो उनीहरूलाई परमेश्वरको रूप चाहिँ झल्किनु पर्ने थियो उनीहरूको जीवनमा, र त्यो जिम्मेवारी पनि परमेश्वरले उनीहरूलाई सुम्पिएको थियो। तर दुःखको कुरा चाहिँ के हो भनेदेखिलाई चाहिँ त्यो सबै जिम्मेवारीदेखि यहाँ पतन भएको हामी देख्छौँ। आदमलाई सोध्दै गरेको प्रश्न त कहाँ छस् भनेर सोध्दै गर्दाखेरि परमेश्वरले यो पनि सोध्दै हुनुहुन्थ्यो कि मैले दिएको जिम्मेवारीमा तिमी कहाँ छौ। आज यो प्रश्न हाम्रो अहिले पनि मण्डलीलाई, मलाई, हामीलाई पनि परमेश्वरले आज सोध्दै हुनुहुन्छ। परमेश्वरले हामीलाई विभिन्न क्षेत्रमा जिम्मेवारीहरू दिनुभएको छ। हामी कतिलाई प्रार्थना गर्ने जिम्मेवारी दिनुभएको छ, कतिलाई सेवा गर्ने जिम्मेवारी दिनुभएको छ, कतिलाई गोठला गर्ने जिम्मेवारी दिनुभएको छ, कतिलाई प्रचार गर्ने प्रचारकको जिम्मेवारी दिनुभएको छ, कतिलाई चर्चको प्रशासनिक क्षेत्रमा के भन्छ एडमिनिस्ट्रेसनलाई सञ्चालन गर्नका लागि त्यहाँनिर परमेश्वरले नियुक्त गरेर राख्नुभएको छ, कतिलाई गिटार बजाउने जिम्मेवारी सुम्पिनु भएको छ, कतिलाई वर्सिप गर्ने जिम्मेवारी, कतिलाई साउन्ड चलाउने जिम्मेवारी। यस्ता विभिन्न जिम्मेवारीहरू अहिले पनि मण्डलीमा हामी सबैले नै केही न केही जिम्मेवारी लिएर परमेश्वरले हामीलाई राख्नु भएको छ। प्रश्न चाहिँ के हो भनेदेखि चाहिँ आदमलाई त्यो सोध्दै गर्दाखेरि चाहिँ आज परमेश्वरले हामीलाई पनि सोध्नुहुन्छ, मैले दिएको त्यो जिम्मेवारीमा के तिमी कहाँ छ। म कोही कोही बेला आफैलाई सोध्छु, आफैलाई म यो प्रश्न गर्छु, मैले सेवा त गरिराखेको छु, परमेश्वरले दिनुभएको जिम्मेवारीमा म कोही कोही बेला चुक्यो होला जस्तो लाग्छ आफैलाई। किनभने कतिवटा के भन्छ संसारको व्यस्तताको कारणले कति बेला हामीले सोचेको जस्तो प्रभुको सेवाकार्य गर्न सकिरहेको हुँदैन। अनि त्यति बेला म रिकल गर्छु, आदमलाई सोध्दै हुनु, ए आदम मैले दिएको जिम्मेवारीहरूमा तिमीले कहाँ छ। परमेश्वरले मलाई पनि सोध्दै हुनुहुन्छ, ए पास्टर अथवा ए फुसरिङ लेप्चा हुनु, मैले दिएको पास्टर गोठलाको जिम्मेवारीमा तिमी कहाँ छ, तँ कहाँ छ। तँ भन्ने शब्द चाहिँ नि, तँ भन्ने शब्द चाहिँ नि यो चाहिँ परमेश्वरको सर्वाधिकार हो। तपाईँलाई मलाई परमेश्वरले तँ भनेर सम्बोधन गर्दा त्यो चाहिँ परमेश्वरको अधिकार हो हामी माथि। उहाँको सर्वश्रेष्ठताको एउटा चित्रण हो त्यो चाहिँ नि, तँ कहाँ छस् भन्दै गर्दाखेरि चाहिँ हामीले चाहिँ कसैलाई तँ भन्ने चाहिँ हामी योग्य हुँदैन। किनभने त्यो तँ शब्द उच्चारण गर्ने चाहिँ नि सृष्टिकर्ता परमेश्वरको मात्र अधिकार छ। यसै कारणले गर्दाखेरि परमेश्वरले आदमलाई सोध्दै हुनुहुन्छ, त कहाँ छस्।
आदम तिमी कहाँ छस्, वेयर आर्ट दाउ। म यो किङ जेम्स भर्जनबाट लेखेको अङ्ग्रेजीको चाहिँ। र यो प्रकारले चाहिँ परमेश्वरले हामीलाई त्यो जिम्मेवारीबाट कहाँ हुनुहुन्छ भनेर सोध्दै हुनुहुन्छ आजको दिनमा। अनि यदि हामी परमेश्वरले दिनुभएको जिम्मेवारीमा हामी चुकेका छौँ भने आजको दिन फर्किने समय हो। आजको दिन हामी त्यसलाई थाहा गर्नुपर्ने समय हो। परमेश्वरले हामीलाई हाम्रो जिम्मेवारीप्रति मतलब के भन्छ डगडगाउँदै गचगचाउँदै हुनुहुन्छ। हाम्रो जिम्मेवारीप्रति कतिको हामी फेथफुल छौँ। यो होइन कि चर्चको भित्रको जिम्मेवारीहरू मात्र छैन, तर प्रभुले कतिजनालाई त्यो माथिको हायर ऱ्याङ्किङमा प्रभुले एउटा के भन्छ आफ्नो छोराछोरीलाई विभिन्न ओहदामा डिपार्टमेन्टमा विभिन्न ओहदामा राख्नुभएको छ। हामी तलदेखि लिएर माथिसम्मको जति पनि हामी प्रभुको जनहरू छ, कतिजनालाई अफिसमा विभिन्न ड्युटिजहरू छ, जिम्मेवारीहरू छ। परमेश्वरले यो सबै जिम्मेवारीहरू हामीलाई दिनुभएको छ। अनि त्यो जिम्मेवारीमा कहाँ छ भनेर परमेश्वर सोध्दै हुनुहुन्छ। हामी कतिको इमान्दारी छ। विशेष त रुपियाँ पैसा ह्यान्डल गर्नेलाई झन् इमान्दारी हुनु जरुरी छ। अरू ड्युटीमा पनि इमान्दारी जरुरी छ। बेइमानी गर्नु हुँदैन हामीले। परमेश्वरको वचनले यो भन्छ। आदमलाई त्यो प्रश्न त्यो युगमा सोध्दै गर्दा आज परमेश्वरले मलाई र हाम्रो मण्डलीलाई पनि यो सोध्नुहुन्छ। हामीलाई दिनुभएको जिम्मेवारीहरूमा, हामीलाई दिनुभएको ड्युटिजहरूमा के हामी कतिको इमान्दारी छ, त्यो जिम्मेवारीहरूमा कहाँ छ परमेश्वरले सोध्दै हुनुहुन्छ। यदि हामी चुक्दैछ भने हामीहरू फर्किन जरुरी छ। क्रिस्चियन आइडेन्टिटीलाई प्रज्वलित गर्नु जरुरी छ, रिफ्लेक्ट गर्नु जरुरी छ है। यो चाहिँ परमेश्वरले किनभने हामीलाई दिनुभएको एउटा आशिष हो। र अन्तिममा आउँदै गर्दाखेरि चाहिँ यो प्रश्न आदम त कहाँ छस् भनेर यो प्रश्न आदमलाई सोध्दै गर्दाखेरि चाहिँ यति बेला चाहिँ मलाई एउटा अचम्म लागेर आउँछ। त्यो बेला वचनलाई नै गहिरो अध्ययन गर्दाखेरि चाहिँ प्रार्थना गर्दाखेरि चाहिँ त्यो वचनलाई घरिघरि त्यसलाई यहाँनिर मलाई त्यसलाई घरिघरि पढ्दै जाँदा प्रयोग गर्दै जाँदा म मेडिटेट गर्दै गर्दा त्यो एकदम त्यो वचनमा एकदम ध्यान लगाएर यसरी बस्दाखेरि चाहिँ परमेश्वरले नयाँ प्रेरणा दिनुहुँदछ। वास्तवमा परमेश्वरले आदम त कहाँ छस् भनेर सोध्दै गर्दाखेरि चाहिँ यो चाहिँ गाली थिएन। वास्तवमा आदमले पाप गरि त सकेको छ, सम्बन्ध टुटै त सकिएको छ। परमेश्वरले दिनुभएको त्यो स्वरूपपनाको जुन चाहिँ त्यो आइडेन्टिटी गुमाइ त सकेको छ। आदमलाई दिनुभएको जिम्मेवारीमा आदम फेल त भइसकेको छ। तर परमेश्वरले चाहिँ यो प्रश्न आदम त कहाँ छस् भनेर सोध्दै गर्दाखेरि चाहिँ परमेश्वरको हृदयभित्र चाहिँ एउटा यस्तो खालको भाव लुकिएको थियो, यस्तो खालको एउटा इमोसन लुकिएको थियो। त्यो इमोसन चाहिँ के हो भने हो गल्ती गरिहालेको छ, आइडेन्टिटी पनि गुमाए, त्यो अधिकार पनि गुमाए, स्वरूपनाको कुरा पनि गुमाए, जिम्मेवारीबाट पनि तिमी फेल। तर भित्र हृदयबाट चाहिँ परमेश्वरले एउटा के भन्छ प्रेमको भाव यहाँ पोखाउँदै हुनुहुन्छ, तिमी कहाँ छ। वास्तवमा चाहिँ परमेश्वरले यति बेला आदमलाई त्यागिएको थिएन। अघि पनिसमेन्ट चाहिँ के थियो, खायो मर्छ। तर परमेश्वरले चाहिँ यति बेला अब त्यो एउटा डेथ सेन्टेन्स भनौँ न, त्यो मृत्यु दण्ड पाइसकेको छ आदमले, तर पनि परमेश्वरले यहाँनिर बनाउँदै हुनुहुन्छ। त्यो परमेश्वरको हृदय अघि हामीले सुन्दै त्यो विशाल हृदयमा परमेश्वरको त्यो ठुलो मुटुभित्र चाहिँ त्यो पापी आदमलाई अटाउँदै थियो यति बेला। अनि पापी आदमलाई मात्र नभएर तर एउटा के भन्छ भ्रष्ट अथवा नष्ट भइसकेको त्यो संसारलाई परमेश्वरले आफ्नो त्यो विशाल मुटुभित्र अटाउँदै थिए यति बेला। परमेश्वरले आदमलाई यो कुरा सोध्दै गर्दाखेरि चाहिँ परमेश्वरले एउटा पछि हुन आउने कुरालाई परमेश्वरले के भन्छ देखाउँदै हुनुहुन्थ्यो। अनि हामी के देख्छौँ भनेदेखिलाई चाहिँ मैले अलिकति लेखिदिएको छु, परमेश्वर कतिको अनुग्रही रहेछ भनेर यो प्रश्नले चित्रण गर्छ। नत्र भने त के मर्छ भनेर आदि सुनाइसकेको छ, किन होइन। परमेश्वरले चाहेको भए अर्को मान्छे फेरि बनाउन सक्थ्यो त, अर्को आदम पनि नहोला चाहिँ अर्कै नाम राख्थ्यो होला, बनाउन सक्नुहुन्थ्यो। तर परमेश्वरको हृदयभित्रको कुरा चाहिँ हामी के देख्छौँ भने नि आदमले परमेश्वरको आज्ञालाई भङ्ग गरे, पाप गरे, जङ्गलभित्र लुकिरहे। उहाँको हृदयभित्रको कुरा चाहिँ के हो भनेदेखिलाई चाहिँ नि लुकिरहेको आदमलाई चाहिँ नि परमेश्वरले खोज्दै आउनु भयो। हालेलुया, खोज्दै आउनु भयो। तपाईँले बुझ्दै हुनुहुन्छ नि, आदम जङ्गलमा लुकिराखिएको थियो, हवा आदम लुकिरहेको थियो जङ्गलभित्र, झारमा लुकिएका थिए। तर परमेश्वरको त्यो हृदय चाहिँ यस्तो विशाल हृदय,
पाप गरिसके तापनि पनि नष्ट त अब भ्रष्ट त भइसकेपछि तरै पनि परमेश्वरको त्यो हृदयभित्रको एउटा भावना यहाँनिर पोख्दै थिए, आदम तिमी कहाँ छ? परमेश्वरको वचनले भन्छ परमेश्वरले आदमलाई खोज्दै आउनु भएन। उत्पत्तिमा तपाईँले पढ्नुभयो भने देख्नुहुन्छ परमेश्वरले आदमलाई खोज्दै आउनु भयो। यो चाहिँ परमेश्वरको एउटा प्रेम, परमेश्वरको एउटा माया, परमेश्वरले मानिसप्रति गर्नुभएको एउटा गहिरो एउटा के भन्छ सम्बन्ध हो। अनि पापले अब मर्ने चोला लिए त भने पनि तर परमेश्वरले आदमलाई मायालु शब्दमा बोलाउनुहुन्छ, आदम तिमी कहाँ छ? वास्तवमा चाहिँ नि आज तपाईँ र मेरो जीवनमा पनि नि हामीहरू कोही कोही बेला हामी पापले तल लेभलमा हामी पुग्छौँ, हाम्रो स्पिरिचुअल लेभल चाहिँ नि, तर परमेश्वरले चाहिँ जहिले पनि हामीलाई खोज्दै आउनुहुन्छ। परमेश्वरले चाहिँ हामीलाई जहिले पनि खोज्दै आउनुहुन्छ। अहिले चाहिँ हामी अनुग्रहको समय भन्छौँ है, हामीले जस्तो सुकै अधर्म गरे तापनि पनि पाप गरे तापनि पनि तर परमेश्वरले चाहिँ खोज्दै आउनुहुन्छ। ए आदम त कहाँ छस्? परमेश्वरले हाम्रो नामहरू काटेर चाहिँ तपाईँ र मलाई कहाँ छस् भनेर सोध्दै हुनुहुन्छ। परमेश्वरको त्यो हृदयभित्रको एउटा के भन्छ माया यति बेला झल्किँदै थिए। म यति बेला रेफरेन्समा एउटा दुईवटा पढ्दैछु, इजिकियल 34:12। यो जुन चाहिँ सोध्ने प्रश्न, खोज्ने जुन चाहिँ प्रोसेस चाहिँ नि आदमको बगैँचाबाट नै सुरु गर्नुभयो, मानिसलाई खोज्नु थाल्नुभयो परमेश्वरले। अनि यहाँनिर इजिकियल 34:12मा लेखेको छ, जसरी आफ्नो बगाल यताउता छटपष्ट हुँदा गोठालाले भेडाहरूलाई खोज्न जान्छ त्यसरी नै म मेरो भेडाहरूलाई खोज्दैछु। अन्ध्यारोमा धुमिएको दिनमा छटपष्ट भएको सबै ठाउँहरूबाट म तिनीहरूलाई बचाउनेछु। इजिकियल 34:16 पनि पढ्दैछु, हराएकोलाई म खोज्नेछु, बाटो बिराएकोलाई म फेला पारेर म ल्याउनेछु, घाइतेहरूलाई म मलमपट्टि लगाइदिनेछु। यहाँदेखि मुनि पढ्दै गएर तपाईँले पाउनुहुन्छ। रेफरेन्सको रूपमा तपाईँले लुका 19:10 पनि पढ्नुहुन्छ, किनभने मानिसको पुत्र हराएकोलाई खोज्न र भेटाउन अथवा बचाउन आएको हो। हालेलुया, कति गहिरो कुरा छ। परमेश्वरले आदम हराउनु भयो, लुक्नु भयो, तर परमेश्वर पिताले खोज्दै आउनु भयो। यो प्रोसेस चाहिँ पुरानो करारमा जम्मै परमेश्वरले मानिसलाई खोज्दै 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 आउनु भयो। अनि अन्तमा गएर चाहिँ परमेश्वरले आफ्नो पुत्र येशूलाई यो धरतीमा पठाउनु भयो। येशूलाई धरतीमा पठाउनु पनि, यो संसारमा जन्म लिनु पनि वास्तवमा सृष्टिकर्ता परमेश्वरले मान्छेलाई खोज्दै 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 आएको हो। अनि यसै कारणले लुका 19:10 भनेको छ, मानिसको पुत्र अर्थात् येशू ख्रीष्ट हराएकोलाई खोज्न र बचाउन आएको हो। आज प्रभु येशू ख्रीष्टले तपाईँ र मलाई खोज्दै हुनुहुन्छ। आदमलाई त्यो प्रश्न सोध्दै गर्दाखेरि चाहिँ नि येशू ख्रीष्टसम्मको घटनालाई प्रभु येशू ख्रीष्टले यहाँनिर पोइन्ट गर्दै हुनुहुन्थ्यो, मलाई परमेश्वरले यहाँनिर देखाउँदै हुनुहुन्थ्यो, चित्रण गर्दै हुनुहुन्थ्यो, परमेश्वरको माया, परमेश्वरको प्रेम चाहिँ देखाउँदै हुनुहुन्थ्यो। अब आदमले मर्ने त भयो, नरक कुण्डमा जाने त भयो, तरै भए पनि परमेश्वरले के भन्दै हुनुहुन्छ भने कि यो चाहिँ आदमलाई कहाँ छस् भनेर सोद्धाखेरि चाहिँ उसको हृदयभित्र चाहिँ नि पुत्र येशू ख्रीष्टमा झल्किराखेको थियो यो कुरा चाहिँ। अनि पुत्र येशू ख्रीष्टलाई पनि नि आदमकै सन्तानलाई खोज्न पठाउनु भयो। र आज तपाईँ र मैले यो कुरा आज बुझ्नुपर्ने जरुरी छ। परमेश्वरले पुत्र येशूलाई पठाइकन त्यो अघि भने चाहिँ उहाँको स्वरूपको जुन चाहिँ आइडेन्टिटी थियो, त्यो अधिकार गरी एउटा आइडेन्टिटी थियो, परमेश्वरले त्यो पुत्र येशूबाट फर्काएर ल्याउनु भएको छ। आदमले गुमाएको पहिचान जुन चाहिँ थियो त्यो पहिचान पुत्र येशूद्वारा फेरि पनि रिकभर, मतलब के भन्छ, फेरि पनि एउटा पुनर्स्थापन गरिएका छन्। पुत्र येशूद्वारा त्यो त्यो भत्किएको जुन चाहिँ त्यो पहिचान थियो, परमेश्वरले त्यो पहिचानलाई फेरि ल्याउने हुनुहुन्छ। यसै कारणले भन्नुहुन्छ नयाँ करारमा आएर चाहिँ हाम्रो पहिचान के भयो, तिमीहरू त जगतको ज्योति, तिमीहरू त जगतको नुन, है। यस प्रकारको पहिचान दिएर चाहिँ परमेश्वरले तपाईँ र मलाई राख्नु भएको छ। र आज तपाईँ र मैले यो कुरामा तपाईँ र मैले आज बुझ्न जरुरी छ। अन्तिम मेरो स्लाइड अब यो चाहिँ हजारौँ वर्ष अगाडि परमेश्वरले आदमलाई सोध्नुभएको यो प्रश्न आज पनि परमेश्वरले हामीलाई सोध्नुहुन्छ। यहाँ केही क्वेसनहरू लगाइदिएको छु, तपाईँले लानु सक्नुहुन्छ खिचेर, तपाईँले घरमै गएर आफैलाई सोध्नुहोस् यो प्रश्न। मसँग तिम्रो सम्बन्ध कहाँ छ? परमेश्वरले आदमलाई सोध्नुभयो, आज हाम्रो मण्डलीलाई सोध्दै हुनुहुन्छ। तिमीलाई दिएको पहिचान कहाँ छ? आदमलाई सोध्नुभयो, तर आज पनि परमेश्वरले मण्डलीलाई सोध्दै हुनुहुन्छ।
तिमीलाई सुम्पिएको जिम्मेवारीहरूमा तिमी कहाँ छौ? आदमलाई सोध्दै हुनुहुन्थ्यो र परमेश्वरले आज पनि हामीलाई सोध्दै हुनुहुन्छ। के तपाईँ लुक्दै हुनुहुन्छ? परमेश्वरले सोध्दै हुनुहुन्छ के हामी आदम जस्तै हामी पापमा लुक्दैछौँ? यदि लुक्दैछ भने हामी आज फर्किनुपर्ने जरुरी छ। के हामी दोष लगाउँदैछौँ अरूलाई? यदि दोष लगाउँदैछ भने तपाईँ र म त्यो ठाउँबाट फर्केर आउनुपर्नेछ। भाग्दै हुनुहुन्छ, हामी भाग्दैछ भने हामी फर्केर आउनु पर्ने प्रभुमा। के हाम्रो हृदय कहाँ छ? है परमेश्वर यो प्रश्न आदमलाई सोध्नुभयो, आज तपाईँ र मलाई त्यो सोध्दै हुनुहुन्छ। तिम्रो आज्ञाकारिता कहाँ छ? आदमलाई जुन परमेश्वरले आज्ञा दिनुभएको थियो त्यो आज्ञा भङ्ग गरे। मण्डलीलाई सोध्दै हुनुहुन्छ के आज्ञाकारिता तिम्रो कहाँ छ? परमेश्वरको वचनको आज्ञाकारितामा तिमी कहाँ छ? मलाई कहाँ छ? परमेश्वरले सोध्दै हुनुहुन्छ। तिम्रो विश्वास कहाँ छ? परमेश्वरले आदमलाई सोध्नुभयो, आज परमेश्वरले मण्डलीलाई त्यही प्रश्न सोध्नुहुन्छ, हाम्रो विश्वास कहाँ छ? तिम्रो आत्मिक रूप कहाँ छ? आत्मिक रूप है, आत्मिक जुन चाहिँ लेभल कहाँ छ? परमेश्वरले आज त्यो सोध्दै हुनुहुन्छ। जुन एउटा आत्मीयता जो आदमसँग परमेश्वरले बनाउनु भएको थियो त्यो चाहिँ आदमले गुमाए। परमेश्वरले आज पनि पुत्रलाई पठाइसकेका छन् त्यो आत्मीयतालाई बनाउन, त्यो आत्मिक सम्बन्धलाई जोड्न। तर परमेश्वरले आज फेरि मण्डलीलाई प्रश्न गर्नुहुन्छ, हाम्रो त्यो स्पिरिचुअल लेभल हामी कहाँसम्म पुगेको छ? र परमेश्वरले आजको वचनले हामीलाई यी प्रश्नहरू सोधिरहनुहुन्छ। आउनुहोस् हामी यति बेला अन्तिममा हामी परमेश्वरको उपस्थितिमा हामी यो कुरा थाहा गरौँ। यो वचन अनुसार परमेश्वरले कुनै न कुनै क्षेत्रमा हाम्रो हृदयमा छुनु भएको छ। हाम्रो चर्चलाई, हाम्रो मण्डलीलाई चाहिँ परमेश्वरले निर्माण गर्दै हुनुहुन्छ। त्यो आदमले गुमाएको पहिचान मण्डलीलाई फर्काउँदै हुनुहुन्छ। त्यो दिनुभएको जिम्मेवारीहरूमा मण्डलीलाई त्यस कुरामा सतर्कता परमेश्वरले यति बेला ल्याउँदै हुनुहुन्छ। परमेश्वरले हामीलाई आजको यो सन्डे सर्भिसबाट हामीलाई यो कुराहरू भन्दै हुनुहुन्छ। हाम्रो जिम्मेवारीहरूमा यदि हामी चुकिएका छौँ भने हामी फर्किनुपर्ने जरुरी छ। आउनुहोस् हामी यति बेला प्रार्थना गर्नेछौँ। केही क्षण हामी के प्रभुको उपस्थितिमा हामी जानेछौँ अनि हामी आफूलाई हामी प्रभुको उपस्थितिको अगाडि राखेर आफूलाई हामी प्रश्न गर्नेछौँ, ए कुन कुरामा म चुकेको छु? आउनुहोस् हामी यति बेला केही क्षण आफ्नो स्वरहरू निकालिकन हामी प्रार्थना गर्नेछौँ। परमेश्वर बाबु, हामी तपाईँको अगाडि आउँदछौँ। तपाईँ परमेश्वर जिउँदो हुनुहुन्छ। आजको दिन परमेश्वर बाबु तपाईँले हाम्रो चर्चलाई, मलाई, हामीलाई तपाईँ परमेश्वर यही प्रश्न गर्दै हुनुहुन्छ। तपाईँले हामीलाई दिनुभएको ख्रिस्टीय पहिचान कहाँ छ? तपाईँले हामीलाई सोध्दै हुनुहुन्छ। तपाईँले हामीलाई दिनुभएको त्यो जिम्मेवारीहरूमा कहाँ छ सोध्दै हुनुहुन्छ आदमलाई चाहिँ। परमेश्वर पवित्र आत्मा, म यति बेला प्रार्थना गर्दछु। परमेश्वर बाबु, तपाईँले हामीलाई यति बेला सहायता गर्नुहोस्। यति बेला परमप्रभु परमेश्वर, हाम्रो मण्डली तपाईँ परमेश्वरले चाहेको त्यो पहिचानमा, तपाईँले चाहनुभएको त्यो स्वरूपमा हामी मण्डली बनिँदै जान सकौँ। हाम्रो जीवनले गरिएको पापहरू, मण्डलीले गरेको अधर्महरू, गुप्त रूपमा गरिएको पापहरूलाई परमेश्वर यति बेला हामी क्षमा माग्दैछौँ। तपाईँ परमेश्वरले हामी मण्डलीलाई सतर्कता दिँदै हुनुहुन्छ, होसियारी दिँदै हुनुहुन्छ। धन्यवाद तपाईँ परमेश्वरको त्यो महान प्रेमको लागि, तपाईँ परमेश्वरको महान त्यो अनुग्रहको लागि धन्यवाद चढाउँछौँ। परमप्रभु परमेश्वर बाबु, तपाईँ प्रभुको कृपा दृष्टि हाम्रो चर्चमा, कङ्ग्रिगेसनमा सधैँ रहेको छ। साँच्चै नै हामी जहीँ पनि जाउँ, संसारको कुनै पनि भेगमा किन नहोस्, तर तपाईँले दिनुभएको त्यो आइडेन्टिटीलाई हामी सधैँ हामी त्यस कुरामा हामी बचाइराख्न सकौँ। परमप्रभु परमेश्वर, तपाईँले हामीलाई सहायता गर्नुहोस्। हाम्रो बाबुहरू, आमाहरू, जवान छोराछोरीहरू, हाम्रो किशोर किशोरीहरू, बालबालिकाहरू, हाम्रो काखे दुधे बालबालिकाहरू, सबैलाई प्रभु हामी तपाईँको हातमा अर्पण गर्दछौँ। परमप्रभु परमेश्वर, तपाईँको दया, तपाईँको अनुग्रह हाम्रो मण्डलीमा सबै रहेको होस्। मण्डलीमा आउने कुनै प्रकारको जोखिमहरू, परीक्षाहरू, दुर्घटनाहरू, बाधाहरू
कमजोरी कुराहरू, यो जम्मै कुरादेखि परमप्रभु तपाईँले बचाइदिनुहोस्। हाम्रो परिवार, हरेक परिवारलाई तपाईँको स्वर्ग सुरक्षा तपाईँलाई यति बेला दिनुहोस्। कुनै प्रकारको आपदाहरूमा तपाईँ परमेश्वरले बचाइदिनुहोस्। परमप्रभु परमेश्वर तपाईँको शान्ति, तपाईँको आनन्द, तपाईँको अनुग्रह प्रशस्त मात्रामा बनिरहेको होस्। तपाईँको वचनले भनेको छ धर्मात्माको पालमा चाहिँ रमाहतको ध्वनि सुनिनेछ। साँच्चै नै परमेश्वर हाम्रो प्रत्येक तपाईँको जनहरूको परिवारमा आनन्दको ध्वनि, रमाहतको स्वरहरू, आनन्दको कुराहरू गुन्जय भएको होस् प्रभुजी। हामी तपाईँ परमेश्वरलाई धन्यवाद जनाउँछौँ आजको वचनको लागि। यो वचनबाट केवल तपाईँको महिमा भएको होस्। यो अनुसार जिउनका लागि हामीलाई सहायता गर्नुहोस्। पवित्र आत्मा तपाईँले हामीलाई अगुवाई गर्नुहोस्। सारा महिमा, सारा आदर, सारा प्रशंसा हामी तपाईँको चढाउँछौँ। येशू मसीहको नाममा।